Hello guys, welcome to Thakurganj railway station. Oh, Suraj Baba. हाम्रो टेम्पो चाहिँ अघि बढ्यो है। हामी यो टेम्पोमा यहाँ 15 जना छौं ल। यो माइक्रोमा मान्छे अटे जतिकै मान्छे अट्ने रहेछ है। फाइनली हामी चाहिँ ट्रेनमा मजाले सुत्दै छौं है। ल यहाँ एक तल्ला माथिको बेड रहेछ है। अब ट्रेन पुरा खुजुक खुजुक गुडिसकेको छ। हेलो एन्ड नमस्ते गाइज, वेलकम ब्याक टु माई युट्युब च्यानल रेन्जो। अब हाम्रो चाहिँ आज चाहिँ रातिको यात्रा छ है गाइज, कलकत्तासम्मको है। अब झापाबाट हामी कलकत्तासम्म लाग्दैछौँ। अब रञ्जनालाई साह्रै नै समुद्र हेर्न मन लाग्यो भनेर अब यसो बोर्डर छेउछाउमा भएको बेलामा अब समुद्र नि गइदिउँ न भनेर हामी लाग्दैछौँ है गाइज। अनि हाम्रो श्रीजु बाबा पनि इन्जोय होइन, एकदम घुम्न जाने भनेपछि पर जाने मात्रै भन्छ। अब हामी चाहिँ टेम्पोमा यसरी सरेर जाँदैछौँ है। अब यहाँतिर चाहिँ बसहरू त्यस्तो धेरै पाइँदैन होइन, यताउता जानु पर्यो भने टेम्पोमै हो। अनि रातिको ट्रेनमा कतिको डर लागिरहेको छ रञ्जना? अब एकदम डर लागिरहेको छ अरे भनेर भन्छ होइन। अब हाम्रो रातिको ट्रेनको यात्रा के कस्तो हुन्छ हेर्दै जाउँ है त गाइस। अब हामी चाहिँ अहिले भद्रपुरको गलगलिया बोर्डर जाँदैछौँ। सामान पनि एउटा दुईटा गर्दा गर्दा 3 दिनको लागि एक झोला भयो ल भन्न। ट्रेकिङ ब्याग यहाँ लिएर आवेला परेछ है। हाम्रो सिरेजु बाबाले तन्की मोबाइल हेरिरहेछ ल। आधी भन्दा धेरै लुगा चाहिँ सिरेजुको छ है। ल हामी चाहिँ मेची पुलको बोर्डरमा पुग्यौँ है। अब रञ्जना चाहिँ यहाँ यसो पुलिसहरूलाई चाहिँ रिक्वेस्ट गर्न गएको छ। अब यहाँ सामानहरू यताउता छ नि त। अब इन्डियनहरूको चेकिङ चाहिँ वहाँ पर छ। अब यत्रो हिँडेर जानुपर्छ होइन, त्यही भएर त्यहाँ रिक्वेस्ट गर्नु गएको छ। यो चाहिँ मेचीको पुल है गाइस। अब अरू टेम्पोहरू चाहिँ यहाँ यसरी मजाले बस्छ ल, अगाडि जानु दिँदैन। अब उताबाट ग्रिन सिग्नल दियो भने हामी अघि बढ्छौँ, नत्र यहाँबाट हिँडेरै हो अर्को चेकपोस्टसम्म। भारत सीमा प्रारम्भ अरे। अब इन्डियाको चेकिङ आयो। अब यहाँबाट चाहिँ लखर पारी गरेर अर्को गाडी चढ्नुपर्छ। ल हामी चाहिँ इन्डिया आएर टेम्पो चढिसकेको छौँ है। अब यहाँबाट ट्रेन स्टेसनसम्म 20 टक्का लिन्छ अरे। यसो एकचोटि हेरौँ है त बजार कस्तो छ। अहिले चाहिँ बेलुकाको ट्याक्कै 6 बज्यो है। यहाँ चाहिँ अब तरकारीहरू आलु प्याज यताउता किन्न आउँदा सस्तो पर्छ। हामी चाहिँ सेयरिङ टेम्पो है, यो चाहिँ एकजनाको 20 टक्का। अब ट्रेन स्टेसन पुगेर भेटौँला है त। चन्द्रगढीबाट यो भद्रपुरको बोर्डरसम्म, भद्रपुरको बोर्डरबाट गलगलियासम्म। अब यो गलगलियाबाट फेरि अर्को टेम्पो पाउँदो रहेछ होइन। यहाँबाट ठाकुरगञ्जसम्म जाँदैछौँ। अब ट्रेन पनि जान्छ जान चाहिँ, तर ट्रेन अझै 1 घन्टापछि मात्रै आउँछ होइन। अब त्यही भएर सबैजना यो टेम्पोमै जाँदो रहेछ। हाम्रो चट्ट लाएर ब्याग चाहिँ यहाँ यसरी माथि हालेको छौँ है। अब मान्छे फुल भएपछि यो गलगलियाबाट ठाकुरगञ्जसम्म 20 रुपियाँमा टेम्पोमा जान सकिने रहेछ है। अब हामी मान्छे भर्छ र अनि टेम्पो अगाडि बढ्छ भनेर कुरिरहेछौँ ल। माहौल चाहिँ यस्तो छ। अहिले चाहिँ बेलुकाको 6 बज्यो। ल गाइस, हाम्रो टेम्पो चाहिँ अघि बढ्यो है। हामी यो टेम्पोमा यहाँ 15 जना छौँ ल। यो माइक्रोमा मान्छे अटे जतिकै मान्छे अट्ने रहेछ है। एउटा टेम्पोमा 15 जना। यस्तो खालको इलेक्ट्रिक यो डिजेलवाला टेम्पो रहेछ। ढ्याक कराउँछ है। ल अब यहाँ साइडमा चाहिँ पुरा चिया बगान रहेछ गाइज है। अब इन्जोय गर्दै जाँदैछौँ है गाइज हामी। हामी चाहिँ अब ठाकुरगञ्ज आइपुग्यौँ होइन। अब बस पार्कबाट 2-3 मिनट जति हिँड्न पर्दो रहेछ ट्रेन स्टेसन पुग्नको लागि होइन। अब छोरी ब्याग दुइटै बोकेर हामी लाग्दैछौँ है त ट्रेन स्टेसन। ल यहाँ चाहिँ रेल आउन लागेको रहेछ होइन। अब सब बाइकहरू यसो रोकिरहेको छ होइन। अब हिँडेर जानेहरू त हिँडिरहेछ है। अब नयाँ ठाउँमा के फाटा फुट्टा हिँड्नु होइन। हामी वेट गर्दैछौँ एकछिन। Hello
गाइज वेलकम टु ठाकुरगञ्ज रेलवे स्टेसन। अब हामी चाहिँ यहाँ टक्कर रेलको इन्तजार गर्नुपर्छ है गाइज। कम अन। डेन्जर हेडलाइट बालेर ट्रेन आयो है गाइज। आम्बो ट्रेन त पुरा कवाड छ त कवाड। आम्मामा भयङ्कर लामो रहेछ ल। अब हाम्रो ट्रेन त रातिको 9 बजे आउँछ गाइज है। अहिले भर्खर 7 पनि बजेको छैन, 6:30 जति बज्यो। अब 7:30, 8:30, 2.5 घन्टा कुर्न पर्ने छ होला ट्रेन आउनलाई। अघिसम्म पुरा सुनसान थियो है, यस्तो धुलो उडाउँदै ट्रेनबाट टनाटन मान्छे झऱ्यो। अब हामी चाहिँ यहाँ यसरी बस्दैछौँ ल। 2.5 घन्टा कुर्न पर्ने छ टाइट। मान्छे हेर यहाँ कति हो, लास्ट धुलो उडिरहेछ ल। ट्रेन स्टेसनमा बस्दा बस्दा झ्याउ लाएर है, चट्टा लाएर हामी चाहिँ यहाँ एग रोल खान आछौँ है। चट्टा लाएर बन्दैछ ल। अब 1.5 घन्टा बाँकी छ रञ्जना ल। है टाइम बिताउन लास्टै गाह्रो भयो। फाइनल्ली 2.5 घन्टाको वेट पछि हाम्रो ट्रेन आयो हैन। अब M2 को डब्बामा चढ्नु पर्ने छ हामी हैन। अब M2 डब्बा चाहिँ कहाँनिर हो मजाले हेर्न पर्ने भएको छ ल। चट्टा लाएर M2 ओहो के हो हेरै हुने रहेछ त। कहाँ हो M2? A1 H1 B3 B2 हाइट बल्ल बल्ल छिरियो ल। यस्तो हुँदो रहेछ ट्रेन त है। ल आउ रञ्जन अब हेर्नुपर्छ। आउ आम्बो ल यहाँ एक तल्ला माथिको बेड रहेछ है। अब ट्रेन पुरा घुचुक घुचुक गुडिसकेको छ। गाइस फाइनल्ली हामी चाहिँ ट्रेनमा मजाले सुत्दैछौँ है। अब सँगै चढेर निहरूलाई चाहिँ एकदम सजिलो हुने रहेछ। अब हामीलाई त यसरी लङ टुर गरेको फर्स्ट टाइम हो नि त। यो ट्रेनको पनि डब्बा हुने रहेछ क्या। अब एसी नन एसी 2A BA 3A SL के थरी हुने रहेछ। अब जान्ने मान्छेले चाहिँ मोबाइलमै ठ्याक्कै आफ्नो डब्बा कहाँनिर आउँछ भनेर हेर्न मिल्दो रहेछ है। हाम्रो त 2A AC M2 वाला थियो, कता हो भएर बल्ल 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 रुम हाम्रो रुम भन्ने के भन्ने होइन। यस्तो सेतो तन्ना सन्ना सबै दिएको हुँदो रहेछ। सिराजु बाबा हेलो रञ्जना र सिराजु चाहिँ त्यहाँ छ होइन, मजाले सुतिरहेको छ। अब म चाहिँ यहाँ मजाले पढिदिइरहेको छु यसरी है। अनि ठ्याक्कै आफू सुत्नेको माथि यहाँनिर एसीको चिसो आइरहने रहेछ है। अब जाडोले रुगा सुगा लाग्ला जस्तो छ। ओड्नी सोड्नी सबै यस्तो मजाले बिहा हुँदो रहेछ है। अब यसो बेला बखतमा हेर्दै गर्छ है। सिराजुले यहाँ बाबा भन्दा छ, यहाँ बाबा भएर आउने हो नि त। अब यहाँ आउनै मिल्दैन ल। सिराजु बाबा गयो होला वा। अब आमा र छोरीलाई चाहिँ त्यहाँ सुत्न चाहिँ अलिकति गाह्रो भएको छ ल। अब यसले राति आमा निर जम हाल्छ जस्तो चाहिँ नमस्ते गरेर प्लिज प्लिज गरिरहेको छ। सिराजु भाउजी तिमीले सुतिरहेको बेला तिमीले जम हाल्छ जस्तो गरेको न तल। गुड मर्निङ है। अब बिहान भइसकेको छ है। रातभरि पुरा झुलामा झुलाएको जस्तै झुल्दै झुल्दै मजाले उठ्यौँ होइन। अब हाम्रो छोरीले चाहिँ यहाँ ट्रेनमै मजाले चिया बिस्कुट खाइरहेछ। अनि रञ्जना
अनुभव कस्तो भयो त तिम्रो? एकदम सोचेको भन्दा धेरै सहज भयो। आनन्दले सुती जान पाउने रहेछ। एसी भएको डर लाग्दो हुन्छ होला, लुक्छ होला जस्तो लाग्छ, केही हुँदैन रहेछ। आनन्द छ। पुग्यौँ हाम्रो छोरी पनि मजाले सुत्यो होला, ट्रेनमै बसेर चिया खानी भइसक्यो। अब कलकत्ता हामी आइपुग्न लाग्यो है गाइस। ट्रेनमा तर रमाइलो चाहिँ रमाइलो हुने रहेछ, त्यो सोचेको जस्तो यताउता त्यस्तो डर चाहिँ खासै केही नहुँदो रहेछ गाइस है। अब ट्रेन चाहिँ यस्तै छ ल, मजाले। म चाहिँ यहाँ माथि सुतेको थिएँ होइन, चट्ट लाएर। अनि यहाँ चाहिँ हाम्रो टोइलेटहरू यताउता ऐना छैन, मुखसुख धुने ठाउँ छ। अबको 15 मिनटमा हामी कलकत्ता पुग्दैछौँ है। अब अहिले चाहिँ चट्ट लाएर विन्डो सिटमा बसेर मजाले यसरी बाहिरको सिन हेर्दैछौँ है। अब एउटा रेलवे ट्र्याकबाट अर्को रेलवे ट्र्याक गयो ल। अनि छोरीले यहाँ हैरान गरेर छोरीलाई चाहिँ यहाँ डाटा अन गरेर त्यहाँ मोबाइल छोडिदिएको, बल्ल मोबाइल चलाएर मजाले दुःख नदिकन बसिरहेको छ है। अब आइपुग्ने लाग्यो है गाइस। अब त्यस्तै 15 मिनट जति बाँकी छ ल। अहिले चाहिँ बिहानको ट्याक्कै 8:30 बजे है। अब हामी चाहिँ कलकत्ता आइपुग्यौँ ल। अँध्यारोमा चढेको ट्रेन रातो कलर रहेछ है। अब हाम्रो सिरेजु बाबा पनि पुरा झुलिरहेको छ ट्रेनको तालसँगै। अब यस्तो भोक लागिरहेछ होइन, पुरै नगरौँ। अब हामी यसो खाजा खाने ठाउँतर्फ लाग्छौँ है त गाइस। अब यता जाने हो कि यता जाने हो, अब यसो म्याप हेरौँ है त गाइस एकचोटि। श्रीजु बाबा, ओ श्रीजु बाबा, हजुर भन्दै होइन। यो कलकत्ताको प्लेटफर्म पनि कत्रो ठुलो रहेछ होइन। 5 मिनट भइसक्यो बाहिर हिँडिरहेको, बाहिरै निस्किँदैन त बा। हाम्रो नेपालको एयरपोर्ट भन्दा ठुलो रहेछ ल। चट्ट लाएर मान्छेहरू यहाँ ट्रेन कुदिरहेको छन् है। अब कहाँबाट हो त बाहिर जाने है? यस्ता खालको ट्याक्सी त मैले फिल्ममा मात्रै देखेको थिएँ, आज आफ्नै आँखा अगाडि हेर्दैछु ल। गाइस हामी चाहिँ अब ट्रेन स्टेसनबाट यहाँ खाना खाने होटेलमा आइपुग्यौँ है। अब जाँदाखेरिको रिटर्नको ट्रेनको टिकट काटौँ भनेको, अब सबै प्याक भइसक्यो अरे होइन। अब पर्मिट बनाएर बाइकमै आयो भने धेरै सजिलो हुने रहेछ। जम्मा यो 500 किलोमिटर मात्रै हो नि त यो भद्रपुरबाट त। यो ट्रेनमा आउन चाहिँ अब 1 हप्ता अगाडि टिकट काट्नु पर्ने, त्यही माथि नपाउने, यताउता। यो नयाँ मान्छेलाई त इल्ली र बिल्ली नै बनाउनु रहेछ। अब हिजो बेलुका पनि खाना खाएको छैन है। अब हामी चाहिँ अहिले माछा र खाना मजाले खाँदैछौँ गाइस ल। अब हाम्रो ट्रेनको यात्रा चाहिँ यस्तै भयो होइन। अब यो भद्रपुरबाट यो झापाबाट कलकत्तासम्मको ट्रेनको यात्राको भ्लग चाहिँ हामी यहीँ इन गर्दैछौँ है गाइस। अब यहाँबाट नि अरू ठाउँहरू थुप्रै घुम्न पर्ने छ है। अब हेर्दै जानु होला अब के कस्तो हुन्छ है त ल। बाइ बाइ गाइस।